के तपाई सनस्क्रिन प्रयोग गर्नुहुन्छ र तपाईले प्रयोग गर्ने सनस्क्रिन के तपाईको छालाको लागि उपयुक्त छ भन्ने कुराहरू आज हामीले छोटकरीमा हेर्ने छौं। त्यो कुरा बुझ्नु भन्दा अगाडि तपाईको सनस्क्रिनमा लेखेको UVA, UVC, UVB र SPF फ्याक्टरहरुको कुरा पनि हामी यो भिडियोमा छोटकरीमा गर्ने छौं। अब सनस्क्रिन भनेको के हो? एउटा क्रीम या जेलको फर्ममा भएको यस्तै ट्युबमा उपलब्ध हुने चाहिँ क्रीम पनि हुन सक्छ, ऑइन्टमेन्टहरु जस्तै फर्ममा पनि हुन सक्छ, जसले चाहिँ तपाईलाई सूर्यको प्रकाशमा आउने विकिरणहरुबाट चाहिँ तपाईलाई प्रोटेक्सन दिन्छ। अब कुरा गर्दै जाँदाखेरि UVA को कुरा हामी गर्छौं। UVA भनेको जुन पराबैंगनी किरणहरु हुन्छन्, अल्ट्राभायोलेट रेज जसलाई भन्छ, त्यसको एउटा प्रकार हो जसको चाहिँ वेभलेन्थ जुन हुन्छ एकदम लंगेस्ट हुन्छ, सबभन्दा हाईएस्ट वेभलेन्थ हुन्छ। त्यसैले गर्दा चाहिँ यसले छालालाई पेनिट्रेट गर्दाखेरि सबैभन्दा हाईएस्ट पेनिट्रेसन गर्छ, तलको एकदम डीप लेयर सम्म जान्छ र जनरली चाहिँ यसलाई एजिङको लागि र छालामा जुन यो आउने यस्तो चाउरीहरु हुन्छ जसलाई रिंकल्स भन्छ, त्यसको लागि चाहिँ यसलाई के भनिन्छ भने मेन दोषी चाहिँ यो UVA लाई नै भनिन्छ। त्यस्तै अर्को UVB। अब यसको चाहिँ UVA भन्दा चाहिँ वेभलेन्थ छोटो हुन्छ, पेनिट्रेसन पनि कम हुन्छ, तर स्किनको टप मोस्ट लेयर जुन छालाको माथिको लेयर हुन्छ त्यसलाई यसले ड्यामेज गराउँछ। त्यस्तै स्किन क्यान्सर्सहरु र सर्टेन अब स्किनमा हुने बर्निङहरु, स्किनको स्पट्स जुन सन स्पट्सहरु भन्छ, त्यसको लागि पनि यो UVB लाई नै रेस्पोन्सिबल भनिन्छ। अर्को भनेको UVC। जनरली यो लेखेको तपाई सनस्क्रिनमा देख्नुहुन्न, तर UVC भनेको जुन सनबाट आउने पराबैंगनी किरणहरु छन् त्यसमा सबैभन्दा सर्टेस्ट वेभलेन्थ वाला चाहिँ UVC हुन्छ। यो जनरली चाहिँ ओजोन लेयरबाट एब्जर्ब हुन्छ, तर हाम्रो छालालाई चाहिँ त्यस्तो पेनिट्रेसन चाहिँ गर्दैन। त्यही भएर यसको चर्चा चाहिँ हामी आज गर्ने छैनौं। मूल चर्चा चाहिँ UVA र UVB को बारेमा हुनेछ। अर्को चाहिँ तपाईले सनस्क्रिनहरुमा चाहिँ हेर्नुहुन्छ SPF लेखेको। त्यो SPF भनेको के हो भने सन प्रोटेक्सन फ्याक्टर भनेर SPF लाई जनाउँछौं हामी। र अर्को चाहिँ UPF भनेर हुन्छ, जुन चाहिँ सनस्क्रिनमा देख्नुहुन्न तपाई, तर हाम्रो क्लोथिङहरु हुन्छ, सर्टेन क्लोथिङहरु अहिले विदेशमा पाइन्छ जसमा चाहिँ यस्तो कोटिङ गरिएको हुन्छ जसले गर्दा चाहिँ बाहिरबाट आउने जुन विकिरणहरु छन्, सूर्यबाट आउने विकिरणहरु, पराबैंगनी किरणहरुबाट चाहिँ यसले हाम्रो शरीरलाई, छालालाई ओभरअल प्रोटेक्सन गराउँछ। अब अल्ट्राभायोलेट जुन प्रोटेक्सन चाहिँ UPF र SPF को अलिकति फरकको कुरा गरौँ है। जुन यो पर्टिकुलर UPF छ यो चाहिँ क्लोथिङमा गरिन्छ, जुन लुगा हामीले लगाउँछौं त्यसमाथि यो कोटिङ गरिएको हुन्छ, जसले गर्दा चाहिँ सूर्यको जुन किरणहरु हुन्छ त्यसलाई चाहिँ के गर्छ, कि त रिफ्लेक्ट गर्छ कि त एब्जर्ब गरेर डिसिपेट गरिदिन्छ। अर्को यसले चाहिँ UVA र UVB दुईटैको अगेन्स्ट के गर्छ, प्रोटेक्सन दिन्छ। त्यस्तै यो चाहिँ यसले चाहिँ पर्टिकुलरली बताउँछ कि UV पेनिट्रेसन कति हुँदैछ, तपाईको छालामा पराबैंगनी किरण कति छिर्दैछ त्यसको जानकारी चाहिँ यसले गराउँछ हैन। तपाईको फ्याब्रिकको मार्फत चाहिँ कति छिर्दैछ भन्ने कुरा जानकारी गराउँछ भने अर्को चाहिँ यसलाई फेरि यसलाई रिपिट गरेर त्यसलाई दल्नु पर्दैन, एप्लाई गरेर राख्नु पर्दैन। एकचोटी जुन एप्लाई भएर आउँछ त्यो चाहिँ जबसम्म यो लुगा हामीले प्रयोग गर्छौं तबसम्म त्यसले प्रोटेक्सन दिन्छ। अब मोस्ट इम्पोर्टेन्ट चाहिँ सनस्क्रिनमा लेखेको यो SPF हो। अब यो SPF भनेको के हो भने सन प्रोटेक्सन फ्याक्टर भनेर भनिन्छ। जनरली जुन पराबैंगनी किरणहरु आउँछन् तिनीहरु मध्ये जनरली चाहिँ UVB को अगेन्स्ट यसले प्रोटेक्सन दिन्छ, तर अर्को चाहिँ के हुन्छ भने जसमा UVA र UVB दुईटैको अगेन्स्ट प्रोटेक्सन लेखिएको हुन्छ त्यसलाई चाहिँ हामी ब्रोड स्पेक्ट्रम सन प्रोटेक्सन पनि भनिन्छ या ब्रोड स्पेक्ट्रम वाला सनस्क्रिन भन्छ, जसले चाहिँ दुईटै UVA र UVB दुईटैको अगेन्स्ट के गर्छ भने यसले हामीलाई प्रोटेक्सन दिन्छ। अब यो SPF ले जनाउँछ के कुरालाई जनाउँछ भने कति लामो समयसम्म हामी सनको एक्सपोजरमा बिना हार्मको बस्न सक्छौं भने हो। हामी एक्सपोज्ड सनलाइटमा छौं विदाउट कुनै प्रोटेक्सन भने कति बेरसम्म हामी बस्न सक्छौं भन्ने कुरालाई जानकारी गराउँछ भने यसलाई चाहिँ हामी छालामाथि फेरि रिएप्लाई गरेर राख्नुपर्छ दिनभरिमा। जब अब 12 घण्टाको अगर हामी सन एक्सपोजरमा छौं भने त्यसमा दिनमा 3 देखि 4 पटक समयलाई एप्लाई गर्नुपर्ने हुन्छ। अब यो SPF मा भएको जुन नम्बर हुन्छ नि, SPF 15, SPF 30, SPF 50, 50++, यो कुराहरु चाहिँ के हो भन्ने कुरा चाहिँ हामी नेक्स्ट भिडियोमा हेर्ने छौं।